हरिनगर गाउँपालिका 6 नम्बर वाडा कार्यालय साबिक अर्नामा 9 को आज बिहानै 7 बजेको टाइममा हरिनगर गाउँपालिका 6 को जुन बाटोलाई 10 वर्षदेखि विपक्षी उत्तरपट्टिको बस्ने मानिसहरूले मुद्दा कायम गर्दा नेपाल सरकारसँग लडेपछि मुद्दा पनि चाहिँ इनरवादेखि विराटनगरसम्म मुद्दा पनि हारियो। बाटोमा हरिनगर गाउँपालिका वाडा कार्यालय लगायत टेन्डर हाल्दाखेरि बाटो निर्माण गर्ने अवस्थामा ठेकेदारले जुन माटो बालुवा झार्न थाल्यो त्यो चाहिँ केही विपक्षी यो निवेदनमै छ। कुनै विपक्षीहरूले 5-7 जना 10 जना मिलेर त्यो हामी बालुवा र माटो झार्न दिन्न भनेर त्यो बाटोमा रोका गर्ने र अमिनलाई ल्याएर अल्मलाएर विभिन्न प्रकारको पलौसी र त्यो षड्यन्त्र राजनीति खेलेर वो विपक्षीहरूले चाहिँ बाटो नाप्न पनि सही नाप गर्न नदिने र नापी भएकै पुरानो नापी 3-4 चोटि नेपाल सरकारको मार्फत त्यसको मुद्दा उहाँहरूले हार्नु भएको पनि छ। तर हामी दक्षिणपट्टिको जतिजना विपक्षीहरू थिए उहाँहरूले पुरानै नापीको सही मान राखी यो बाटो बनोस् भनेर मैले आवाज पटक पटक 1 वर्षदेखि उठाउँदाखेरि गफार मियाको छोरा जलाल अन्सारी, गफार मियाको छोरा जियाउद्दिन अन्सारी, अयुब मियाको छोरा मुबारक अन्सारी लगायत एजुब मियाको छोरा शमशिर अन्सारी, बसिर मियाको छोरा अशफाक अन्सारी र उहाँको घर परिवार आफ्ताब अन्सारी सहित चाहिँ 15-20-30 जना घरपट्टिहरू समक्ष महिला र पुरुषहरूले एकैचोटि 81 बाटोमा मलाई नै छेकी अशफाकले चाहिँ प्रहार गर्न खोज्ने क्रममा छिमेकीको 2 जना मुस्तबा मिया इलियास मियाले बचाउने क्रममा उहाँलाई खुख्री प्रहार गरी इलियास अन्सारीको हात काटेको र मुस्तबाको चाहिँ भाटाले आजाद अन्सारीले चाहिँ टाउको चाहिँ पुरै घायल गरेर प्राइम हस्पिटलमा उहाँको उपचार भइरहेको छ। त्यही क्रममा मैले एसपी कार्यालय गएर निवेदन दिई केस फारम घाउ जाँचको सहित ल्याएर चौकीमा निवेदन दिँदाखेरि उहाँहरूलाई चाँडैभन्दा चाँडै जिल्ला प्रशासन कार्यालयमा लगिदिनु भएपछि अपिल गर्दा यहाँको प्रशासनहरूले खोइ के कसो छ के छ सत्यता प्रशासनको जुन कर्तव्य हुन्छ त्यो अहिलेसम्म भूमिका निभाउनु सकेको छैन भने त्यही कारणले म राष्ट्रिय स्वतन्त्र पार्टीको युवा मोहम्मद जावेद आलमले यो भिडियो आफ्नो बोलेको मार्फत र निवेदन सहित मैले यसैमा भिडियोमा हेराई जानकारी हरिनगर गाउँपालिकाको आम जनतालाई मैले जानकारी दिइरहेको छु कि यो बाटो आखिर यिनीहरूले के गर्न खोजेको हो। सार्वजनिक सडकको यिनीहरूले नेपाल सरकारबाट लाल पूर्जा प्राप्त गर्न चाहेको हो कि होइन त्यो सत्यता यहाँ हरिनगर गाउँपालिकाको आम जनता लगायत विभिन्न पार्टीका बुद्धिजीवी र पद सम्हाल्नु भएका जुन कार्यकर्ताहरू हुनुहुन्छ उहाँहरूको कर्तव्य हो कि हाम्रो यो बाटोको सत्यता जुन जित भएको छ त्यसमा आवाज उठाई यो बाटोलाई चाँडैभन्दा चाँडै नै माटो र ग्राभेल र बालुवा हालेर यो ठेकेदारलाई काम गर्नको लागि पुरै घुस्कीबासीको आम जनतालाई अपिल गरिरहेको छु कि उहाँ अर्नवामा आएर यो बाटोमा सहयोग पुर्याई यो विपक्षीहरूले जुन गल्ती र जुन अन्याय गर्नुभएको छ त्यसमा साथ दिई यो बाटो बनाइदिनको लागि आम जनतालाई हामी अनुरोध र अपिल गर्दैछु। मोहम्मद जावेद आलम, अर्नमा साबिक घुस्किनो, हाल हरिनगर गाउँपालिका 6 राष्ट्रिय स्वतन्त्र पार्टीको म युवा।